policekorea.net को यस प्रस्तुतिमा यहाँहरू सबैलाई स्वागत छ। सर्वप्रथम त म यहाँहरू सबैलाई विजयादशमीको हार्दिक मङ्गल र शुभकामना दिन चाहन्छु। तपाईहरू जहाँसुकै रहनु भए पनि, जस्तो अवस्थामा रहनु भए पनि, आफ्नो चाडपर्व, नेपाली परम्परा, नेपाली वेशभूषा कहिले पनि नबिर्सनुहोस् र विजयादशमी तपाईहरू जहाँसुकै भए पनि राम्रोसँग मनाउनुहोस्, यही छ हाम्रो शुभकामना। सो आजको यस कार्यक्रम चाहिँ हामीले केही फरक ढङ्गले प्रस्तुत गर्न गइरहेका छौँ। यसमा चाहिँ स्वदेशमा रहनुभएका साथीहरूले विजयादशमी मनाइरहनु भएको छ। विदेशमा बस्ने साथीहरूले चाहिँ कसरी विजयादशमी मनाइरहनु भएको छ भनेर चाहिँ हामीले केही साथीहरूसँग चासो राखेका थियौँ। यो प्रस्तुतिको सुरुमा चाहिँ म इटलीतर्फ जान चाहन्छु। इटलीका साथी गोमा खरेलले दशैं कसरी मनाउँदै हुनुहुन्छ भनेर हामीसँग भिडियो शेयर गर्नुभएको थियो। सो यो प्रस्तुतिको फर्स्टमा चाहिँ उहाँको भिडियो हामी यहाँहरूलाई देखाउन चाहन्छौँ। नमस्कार, मेरो नाम गोमा खरेल, घर मेरो महेन्द्रनगर कञ्चनपुर नेपाल हो। म अहिले मान्तोवा इटलीमा बसोबास गर्दै आइरहेको छु। सर्वप्रथम त यहाँहरूलाई विजयादशमीको धेरै धेरै शुभकामना छ र आउँदै गरेको शुभ दीपावलीको पनि मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यस्तै हो नि, अब दसैँ कसरी मनाउने भन्दाखेरि चाहिँ हामी अब घरबाट टाढा छौँ। दसैँ तिहार भनेपछि अवश्य पनि यो चाडपर्वको टाइममा चाहिँ आफ्नो आफन्तहरू र घर परिवारको चाहिँ धेरै नै याद आउने गर्छ। आउनु स्वाभाविक पनि हो, किनकि अब यसरी विदेशमा आएका छौँ होइन। अब विदेशीहरूलाई चाडपर्व हाम्रो नेपालीहरूको के मतलब नै हुन्छ र त्यस्तै हो। अब दसैँको दिन चाहिँ हामीले मान्तोवा बस्ने हामी नेपाली दिदीभाइहरूले चाहिँ एउटा सानो प्रोग्राम गर्ने सोचिरहेका छौँ। आफूभन्दा ठुलाको हातबाट टिका लिने, त्यसपछि जमरा लिने, अनि सेलरोटी खाने। दसैँ तिहार भनेपछि अब मासु चिउरा चाहिँ पक्कै पनि खानै पर्यो। मासु चिउरा खाने, तास खेल्ने, अनि 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 गएर चाहिँ अब नाच्न त परिहाल्यो, फेरि हामी नाच्ने गाउने प्रोग्राम पनि छ। यस्तै गरी अब टिका जमरा आशीर्वाद लिएर चाहिँ यसपालिको दसैँ मनाउने हामीले यहाँ सोचिरहेका छौँ। तपाईँहरूलाई पनि विजयादशमीको धेरै 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 शुभकामना छ। ह्याप्पी दसैँ, धन्यवाद। अर्को भिडियो, अर्को प्रस्तुति रहेको छ बेलायतमा बस्नुहुने साथी रोजी जोशीको। उहाँको दसैँ कस्तो हुँदैछ त, दसैँ कसरी मनाउने तर्कर गर्दै हुनुहुन्छ उहाँले। यो बुझ्नको लागि हामी उहाँको भिडियो तपाईँहरूलाई देखाउन चाहन्छौँ। हाम्रो दसैँको सुरुवात हुँदैछ, सेकेन्ड डे। हिजो पनि मनायो, आज पनि मनाउँदैछु। यो मेरो सेकेन्ड दसैँ हो नेपाल बाहिर, युकेमा। मेरो साथी नेपालबाट आएछ, त्यसैले झन् खुसी छु म। अनि एकदम आज नेपाली खानेकुरा पाक्दैछ, दाल भात। अनि ऊ पनि एकदम नै खुसी छ दाल भात खान पाएकोमा, मेरो साथी पनि। हामी आज टरम युकेमा छौँ, दसैँ मनाउँदैछौँ नेपाली। नाम पनि भन्नु। Happy Dasai everyone, especially Happy Ashtami. Ashtami. Happy Dasai, Mohammed. तपाईँको प्लेट त खाली भयो। यहाँ भनिन्छ यो यहाँ बाँकी थियो, चुलेको थियो। म चाहिँ अमन श्रेष्ठ, ह्याप्पी दसैँ सबैजनालाई। म चाहिँ रामजी, दसैँको धेरै धेरै शुभकामना। बेलायतपछि अब हामी लाग्छौँ अमेरिकातर्फ। अमेरिकामा बस्नुहुने साथी इनु लामासँग पनि हामीले कुराकानी गरेका थियौँ, तपाईँको दसैँ कस्तो हुँदैछ भनेर। उहाँले पनि व्यस्तताको बावजुद समय निकालेर आफ्नो दसैँ प्लानहरू हामीसँग सेयर गर्नुभएको थियो। सो उहाँको दसैँ प्लान अबको प्रस्तुतिमा यहाँहरूको लागि। हाई नमस्ते, मेरो नाम चाहिँ इनु लामा हो। मेरो घर चाहिँ काठमाडौँ ललितपुर। हाल चाहिँ म न्युयोर्क अमेरिकामा छु। यहाँको 2 वर्ष भयो। यो चाहिँ यसपालिको दसैँ चाहिँ मेरो तेस्रो दसैँ हो यहाँ युएसमा। सधैँ चाहिँ यसपालिको दसैँ पनि आफन्तकोमा गएर टिका लगाएर रमाइलो गर्ने, भेटघाट गर्ने, त्यसरी नै यसपालि पनि हामी मनाउँदैछौँ। र नेपालमा बस्नुहुने र विदेशमा बस्नुहुने दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई ह्याप्पी दसैँ। टेक केयर, स्टे सेफ, थ्याङ्क यू।
रोजगारीको एउटा राम्रो गन्तव्यको रूपमा रहेको छ मलेसिया। सो मलेसियामा बस्नुहुने साथी दानबहादुर क्याप्छाकीसँग हामीले कुराकानी गरेका थियौं। तपाईको दशैं कस्तो हुँदैछ त? यसो हल्ला नगरिकन यसो भन्छ अब हामी के को बारेमा खेलाइरहेको छ विजयादशमीको बारेमा यसो 1 2 3 4 शब्द भनेर बोल्नु न है। हल्ला नगरौँ न यसो बोल्नु न विजयादशमी 2073 सालको उपलक्ष्यमा यस कम्पनीद्वारा आयोजित यो फुटबल प्रतियोगितामा प्रथम हुन सफल क्रिस्टियन टिमलाई यो खसी हस्तान्तरण गर्दै आगामी दिनहरूमा पनि सफलताको लागि अग्रिम शुभकामना। दुबईमा बस्नुहुने साथी निरज तामाङको दशैं कस्तो हुँदैछ त? उहाँले दशैं मनाउन कस्तो तयारी गर्दै हुनुहुन्छ? आफ्ना साथीभाइहरूसँग कसरी दशैं मनाउने योजना बनाइराख्नु भएको छ? नमस्कार, म निरज तामाङ। मेरो घर नेपालमा नुवाकोट जिल्लाको दुईपिपल गाविसमा पर्छ। हाल म दुबईमा छु अहिले। दुबई आएको म 2 साल भयो। अघिल्लो साल पनि हामीले यतै दशैं मनाएका थियौँ र यो साल पनि हामी सबै नेपाली साथीहरू धेरैजना हुनुहुन्छ यहाँ। सबै साथीहरू एकजुट भएर यो सबैका परिकार बनाएर खाएर रमाइलो गरेर दशैं मनाउने योजना छ हाम्रो। सबैको घर परिवारको याद त आइहाल्छ यस्तो चाडबाडमा दशैं तिहारमा, तर पनि सबैको आफ्नो बाध्यताहरू हुन्छ। यस्तै हो, यसरी नै मनाउने विचारमा छौँ हामी। हामी नेपालीहरू विश्वभरि नै छरेर रहेका छौं। सो हामीले चाहिँ जान खोजेका थियौं विश्वभरि विभिन्न देशमा रहनुभएका साथीहरूले दशैं कसरी मनाइरहनु भएको छ। हेलो नमस्ते, म सुरेश श्रेष्ठ कलङ्की काठमाडौँबाट। म अहिले मकाउमा छु र म मकाउ आएको करिब 4 वर्ष भइसक्यो। यसपल्टिको दशैं अब पनि मकाउमै साथीहरूसँगै रमाइलो गरेर मनाउने विचारमा छौँ। यसकै तयारीमा जोड्दैछौँ। तपाईँहरू सबैलाई दशैंको शुभकामना, राम्रोसित मनाउनु होला। जो जहाँ भए पनि जता भए पनि अब आफ्नो देशमा नभए पनि बाहिर बसेर देश मजाले मनाउनु होला। धेरै जान रक्सी नखानु। सबैलाई दशैंको शुभकामना। पछिल्लो समय जापान जाने नेपालीहरूको संख्या पनि वात्तै बढेर गएको छ, जुन तपाईँ हामीले देखेका नै छौं। अब भने लाग्न चाहन्छौँ हामी सिधै जापानतर्फ। म चाहिँ प्रदीप ढकाल, बुटोल रूपन्देही। हाल अहिले इकेबुकुरोमा बस्दैछु। जापान आएको झन्डै 3 वर्ष भयो। जापान आएर 3वटा दशैं मनायो, तर यसपालिको दशैं चाहिँ छुट्टै किसिमको रमाइलो तरिकाले बित्यो। जति धेरै वर्ष बस्दै गयो उति धेरै साथीहरू चिन्दै गयो। त्यसपछि झन् रमाइलो हुँदै गएको छ। आज पनि साथीभाइहरूसँग सानो दशैं प्रोग्राम थियो, त्यहाँ बसेर दिउँसोहरू रमाइलो गरेर अहिले साँझ पख हामी रुममा फर्किँदैछु। यहाँ जति रमाइलो भए पनि फ्यामिलीहरू चाहिँ मिस गरिरहेछ। सो अब भने दक्षिण कोरियाको पालो रहेको छ। दक्षिण कोरियामा चाहिँ साथीहरूले दशैं मनाइरहनु भएछ भनेर हामीलाई धेरै साथीहरूले यो कुरा शेयर गर्नुभएको थियो। दक्षिण कोरियाको नाजु शहरमा बस्नुहुने हाम्रो साथी पवन पौडेलजीले दशैं व्यस्तताको बावजुद पनि दशैं हामीले मनाउन खोजिरहेका छौं, साथीहरूसँग भेटघाट गर्ने रमाइलो गर्ने कार्यक्रम पनि छ भनेर उहाँले हामीलाई सुनाउनु भएको थियो। नमस्कार, मेरो नाम विनोद खड्का। मेरो घर चाहिँ कैलाली। मेरो विजय साथी, उहाँको घर चाहिँ चितवन। मेरो किरण नाम्पाङ राई, उहाँको घर चाहिँ मैती देवी। हामी अहिले कोरियामा काम एकदम अब
दुःख गर्नुपर्छ होइन तर त्यही भएर हामी खुसी छौँ किनकि हामीले काम गरेको पैसा पाइरहेको आफू दुःख भए पनि होइन दसैँ भनेको मेरो घर परिवारले राम्रोसँग मनाउनु त्यही नै ठुलो गयो विदेशमै रहे तापनि नेपाली चाडपर्व यसरी मनाइरहनु भएको छ यो एकदमै खुसी र साथसाथै ठुलो गर्वको विषय पनि हो र अबको क्रममा चाहिँ म पनि यहाँहरूबाट बिदा माग्ने समय आइसकेको छ सो जाँदा जाँदै तपाईँहरूलाई फेरि पनि एकपटक ह्याप्पी विजयादशमी भन्न चाहन्छु र हेरिरहनुभएका सबै साथीहरूले नेपाली चाडपर्व राम्रोसँग मनाउनुहोस् यही भन्दै आजको यस प्रस्तुतिबाट म प्रस्तुता सीमा लामा र क्यामेरामा मलाई साथ दिनुभएकोमा गोकुलजीलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन चाहन्छु भिडियो हेर्नुभयो मन पराइदिनु भयो त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद नमस्ते